हेलो नमस्ते सबैजनालाई म आरडीआरबाट आज तपाईँलाई म भन्न गइरहेको छु हाम्रो अनलाइन अर्डरहरू कसरी आउँछ र अनलाइन अर्डर आएकोलाई हामीले इन भ्यालीमा कसरी डेलिभरी गर्छौँ अनि आउट भ्यालीमा कसरी डेलिभरी गर्छौँ भन्ने कुरा एउटा सानो डेमो देखाएर तपाईँहरूलाई म भन्न चाहन्छु। हाम्रो अनलाइन प्लेटफर्ममा अर्डर गर्ने तरिका चाहिँ तपाईँको इन्स्टामा, टिकटकमा, फेसबुकमा, युट्युबमा पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ। आफ्नो नाम, नम्बर, डिटेल दिनुहुन्छ भन्दाखेरि हामी चाहिँ त्यसलाई चाहिँ एकदम एक्युरेटली सुरुमा नोट गर्छौँ अनि त्यसमा चाहिँ हरेक कस्टमरलाई फोन गरेर चाहिँ अर्डर कन्फर्म गर्छौँ। अनि तपाईँको वाट्सएप ग्रुपमा चाहिँ हाम्रो इन भ्याली अर्डर र आउट भ्याली अर्डर भनेर यसरी चाहिँ हाम्रो वाट्सएप ग्रुपमा सबै अनलाइन ह्यान्डल गर्ने मान्छेले चाहिँ यसरी हालिदिन्छ। अनि योलाई चाहिँ हामीले इन भ्यालीको अर्डर डिस्प्याच गर्नु छ भन्दाखेरि बिहानको टाइममा चाहिँ हामी तपाईँको यसरी चिट बनाएर चाहिँ रेडी गर्छौँ कस्टमरहरूको। योलाई चाहिँ एउटा तपाईँको नोटप्याडमा लेखेर कस्टमरको नाम, नम्बर, एड्रेस, साइज अनि पेमेन्टको के कति छ त्यो सबै डिटेल लेखेर चाहिँ इन भ्यालीमा हामीले हालिदिने गर्छौँ। अनि आउट भ्यालीको चाहिँ हामीले प्याकिङ गर्ने तरिका चाहिँ सेम नै हो। जसरी हामीले इन भ्याली प्याकिङ गर्छौँ त्यसरी आउट भ्याली चाहिँ हामीले यसरी प्याकिङ गर्छौँ। यसमा आउट भ्यालीको डिस्ट्रिक्टको नाम या तपाईँको मेन ब्रान्चको नाम लेख्छौँ अनि तपाईँको कोड पनि लेख्ने गर्छौँ। अनि यसलाई बेलुकातिरको कुरियरमा हालेर 1 देखि 2 दिनमा आउट भ्यालीको डेलिभरी हुन्छ भने इन भ्यालीको डेलिभरी चाहिँ आज हिजोको अर्डर हो भने आजमा डेलिभरी हुन्छ, आजको अर्डर हो भने बेलुकासम्म या भोलिसम्म डेलिभरी हुन्छ। जसरी हामीले यसरी इन भ्यालीको अर्डरहरू प्याक गर्दाखेरि यसरी एउटा राम्रो प्लास्टिकमा चाहिँ प्रोडक्ट सेफ हुने गरी नभिज्ने नटुट्ने गरी चाहिँ राम्रोसँग यसरी हामीले प्याकिङ गर्छौँ। प्याकिङ गरिसकेपछि चाहिँ सामान पनि एकदम सेफ्टीका साथ जान्छ, कस्टमरलाई पनि प्रब्लम हुँदैन अनि डेलिभरी गर्ने राइडरहरूलाई पनि कुनै पनि टाइपको प्रब्लमहरू हुँदैन। यदि त्यस्तो कुनै प्रब्लम भइहाल्यो, कपडा च्यातियो, मिसम्याच भयो भन्दाखेरि कस्टमरहरूलाई चाहिँ हामीले एकदम राम्रोसँग कुराकानी गरेर कन्भिन्स गरेर नेक्स्ट सामानहरू पनि पठाउँछौँ। यसरी चाहिँ हामीले अनलाइन अर्डरहरूको डेलिभरी चाहिँ इन भ्याली र आउट भ्याली त्यसरी नै गर्छौँ। थ्याङ्क यू।